स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। सो जस्तो कि हिजो थाहा छ तपाईहरुलाई हामी चाहिँ दार्जिलिङ गएको थियो भनेर। सो दार्जिलिङमा चाहिँ हामीले धेरै शपिङहरु के गरेको छु। सो तपाईहरुलाई देखाउँछु म। हेर्दै गर्नुस् होला। हेर्नुस् होला। सेकेन्डमा चाहिँ हेर्नुस् होला। यो चाहिँ हो प्रियङ्काको सुज। यो चाहिँ हो नानाको सुज। फोर्थमा चाहिँ छ यो चाहिँ हो मेरो सुज। किन लुगा नदेखाउनु भनेको नि चाहिँ आयो सामानहरु बिग बजारबाट हामीले के किनेको छु भनेर तपाईलाई देखाउँछु। हेर्दै गर्नुस् होला। सो तपाईहरुलाई थाहा छ हिजो हामी दार्जिलिङ गएको थिए। हामी चाहिँ रिलायन्स पनि गएको थिए बिग बजार। त्यहाँ चाहिँ हामीले यो डल्लै सामान त्यहाँ किनेको के छ म तपाईहरुलाई देखाउँछु। हेर्दै गर्नुस् होला। फर्स्ट सामान फर्स्ट अफ अल यो छ म्याट। यो चाहिँ घरको लागि किनेको हामीले। यो चाहिँ हो इन्स्टेन्ट नुडल्स आटाको। यो चाहिँ यो पनि अनि यो चाहिँ हो ओट्स। यो चाहिँ भेजिटेबल वाला ओट्स रहेछ। यो चीज फिङ्गर के थियो। यो वेज चीज फिङ्गर रहेछ यसको नाम चाहिँ। यो चाहिँ अलरेडी बनिएको छ। यसलाई चाहिँ हामीले खालि फ्राई गरेर खानुपर्ने रहेछ। कहिले ट्राई त गरेको छुइनँ, फर्स्ट टाइम हो यो। हेरौँ होला कस्तो हुन्छ। म तपाईहरुलाई देखाउँछु यो पनि। अनि छ यो पनि अघिको जस्तै हो तर यो अर्कै के फ्लेभर रहेछ। यो अर्कै फ्लेभर रहेछ। यो पनि आटाकै नुडल्स हो। अनि आयो चोको फ्लेक्स। यो चाहिँ बहिनीले किनेको खानुको लागि। अनि छ यो चाहिँ हामीले घरको लागि किनेको सर्फ एक्सेल। सबै अफरमा लागेको थियो, दसैँको अफर। त्यही भएर हामीले किनेको छौँ। अनि यो छ टुथपेस्ट। हामीले घरमा चाहिँ यही युज गर्छौँ। त्यसको बाद छ यो पिनट बटर। यो चाहिँ मैले कहिले ट्राई त गरेको छुइनँ कि फर्स्ट टाइममा। हेरौँ कस्तो हुन्छ। अन्त आयो यिप्पी नुडल्स। नुडल्स चाहिँ हामी धेरै लिएको छौँ। अनि यो चाहिँ रहेछ धुप घरको लागि लिएको हो। धुपाको लागि। अनि यो छ केचप, टमेटो केचप। सानो खालको रहेछ। यो पनि अफरमा थियो। अनि यो अचार पिकल मिक्स पिकल रहेछ। यो चाहिँ दसैँको लागि। अन्त छ यो जोन्सन बेबीको स्याम्पू। यो चाहिँ बहिनीको लागि हो। यो चाहिँ हामीले दुईटा फ्लेभर, एउटा वाटरमेलन र एउटा पोमेग्रेनेटको रहेछ। यो चाहिँ हो शीट मास्क ल्याक्मीको। अनि यो छ क्याडबरी मिनी। यो पनि हामीले खानुको लागि किनेको। त्यसको बादमा छ किटक्याट। यो चाहिँ वासरुमको लागि रहेछ। अन्त यो छ दुईटा एक्टिभ पपकर्न। यो चाहिँ अर्कै नयाँ फ्लेभरको थियो। त्यही भएर एकवटा लिएको फ्राईको लागि। अन्त यो छ नर्सु ठुलो खालको। अनि छ इनो। त्यो पछि हामीले यो लिएको छु चिज। यसको स्लाइसवाला चिज रहेछ यो। हामीले केही ट्राई गर्नुको लागि लिएको। अनि छ यो पिनट्स। त्यसको बाद छ लोरियलको सिरम। अनि छ यो निभियाको सफ्ट क्रिम। लास्ट यो छ टिकट्याक।